कविता भेषबहादुर। ऊ मेहनत गर्छ, पसिना बगाउँछ, पसिनासँगै कति सपनाहरू बगाउँछ, कति रहरहरू बगाउँछ। ऊ कैयौँ रात भोकै सुतेको छ, भोका पेटहरू भर्न। उसले कैयौँ पटक आफ्नो शिर झुकाएको छ, आफ्नाहरूको शिर उँचो पार्न। ऊ थिचिएको छ जिम्मेवारीको बोझले, ऊ थलिएको छ असङ्ख्य पीडा अनि रोगले। अब उसलाई रमाउनु छैन आफ्ना खुसीहरूमा, बरु रमाउनु छ आफ्नाहरूको खुसीहरूमा। ऊ मतलब भेषबहादुर। एक दिन काममा जान ढिलो भएर हतार हतार खाना खाँदै गर्दा 6 वर्षको कलिलो छोराको तोते बोलीबाट एउटा तितो सत्य सुन्छ भेषबहादुर। बाबा, पल्लो घरको अङ्कलको छोराछोरी बोर्डिङ स्कुलमा पढ्छन्, म चाहिँ किन सरकारी स्कुलमा? मुखमा छिराउनलाई ठिक्क पारेको भातको गाँस थालमा छोड्दै स्वास्नीतिर नजर फाल्दा 2 वर्ष अगाडि मेलामा जाँदा किनिदिएको स्वास्नीको फाटेको चोलोले गिज्याए जस्तै लाग्छ। छोराले सोधेको प्रश्न र स्वास्नीको फाटेको चोलोमा परेको नजरले रन्थनिएर बाहिर निस्किँदै गर्दा दमले थला परेका बालाई फुलेर सेतै भएकी आमाले स्याहार्दै गरेको देख्दा सहनै नसकिने आत्मग्लानीले पिरोलिन्छ भेषबहादुर। हो त्यही दिन उसले अठोट गरेको हो, त्यही दिन उसले अठोट गरेको हो, विदेश गएर बाको दमको उपचार गराउँछु, छोरालाई राम्रो बोर्डिङ स्कुलमा पढाउँछु, स्वास्नीलाई रातो साडी र रातै चोलो पठाउँछु। तर विदेश गएको 1 महिना नपुग्दै घरमा आइपुगेको छ रातो बाकसमा सेतो कपडाभित्र भेषबहादुरको लास।